थेट नयाँ बाइक अब यस्तो फोहोर भयो नि। अब यहाँ हामीले खाजा खानु लागि चाहिँ अब यहाँतिर चाहिँ अब अर्को मान्छेहरूले खाएछ है। थुप्रै यस्तो फोहोर भएर आइसक्यो आम्मामै। थेट यहाँतिर अब हुस्सा पनि काठमाडौँ भन्दा आम्मै हुस्सा त यति होइन कि के पनि देख्छ छैन कि यस्तो छ आम्मै हुस्साहरू आम्मै। हामी चाहिँ अब यहाँ खाजा खानु लाग्यो है। ल यता हामी चाहिँ अब यहाँ खाजा खाएको। यहाँ चिसो पनि छ। यो चिसो त कति खाएको फोहोर रहेछ नि योहरू चाहिँ सबै। अब खाजा खाएपछि यस्तो खाल्डोमा हाल्नुपर्छ। अब यस्तो फोहोरको मान्छेहरू आएर यस्तो फोहोर गरेर राखेछ आम्मामा। योहरू बरु खाल्डोमा राखी पो हुनु। हुस्सु नआएको भाइ यहाँबाट सबै हिमाल सबै देख्थ्यो कि खतरा मजाले। अझ यो हुस्सुहरू भएको कारणले त्यो भएन राम्रोसँगै। यहाँ साथी चाहिँ अब यहाँ बाइक चलाउँदैछ है त। यहाँ भर्खर बाइक किनेको टाइपको है त। अब पानी आएको कारणले हामीले जानु लाग्यो है। पानी त्यही भएर हामीले गएको है तल। यस्तो छ है चौर यो त। अब त्यही भएर चौर धेरै ठुलो चौर हो यो। यस्तो खतरा छ ऊ। यो पानी नआएको भए 1 घन्टा जति यहाँतिर बस्नु पनि थिएन है। टाइम चाहिँ अब गएको है। टाइम चाहिँ अब गएको छ है त। ल यो ठाउँको नाम चाहिँ अब कफ्रेन हो। सेन्ट मेरी डाँडा नजिकै हो यो पनि। अब उनीहरूले मिडियो ल है त। मकैहरू पनि खन्नु लागिसक्यो यहाँतिर अब। ए त्यो पानी नि झन् पो पानी त ठुलो आउँदै गयो त। के हो यो त। यो भन्दा नि ठुलो पानी आयो भने बाइक चिपिन्छ। त्यही भएर काउटी